सबैभन्दा भ्रष्टाचार र बिचौलिया अनि यो व्यतिथि केमा छ भन्दा कृषिमा छ क्या हजुर। कोही पनि सांसदज्यूहरू चाहिँ चप्पल पड्काएर सिंहदरबार छिरेको होइन कि, हामी आफ्नो आफ्नो हैसियतले छिरेर आएको हौँ होइन। त्यो भन्न चाहन्छु। र वास्तवमा भन्नुपर्दा म राजनीतिमा आउँछु भनेर कल्पना पनि नगरे मान्छे होइन। म त एक भुइँ मान्छेको आवाज नै बोकेर हिँडिरहेको थिएँ। यही क्रममा अब आउनु पर्यो, मेरो बाध्यता अथवा मेरो यो माथिबाट लेखेको कुरा होला होइन। बिचौलियाको एकदमै अन्त्य होइन, न्यून 0% के शून्य हाम्रो उ छ नि, शून्य सहनै नसक्ने त्यो हो, त्यसमा पुग्नु पर्यो हाम्रो चाहिँ यो 0 टोलरेन्समा पुग्नु पर्यो। पहिलाको जस्तो चाहिँ दुध फाल्न पर्ने, तपाईँको चाहिँ गोलभेडा चाहिँ पुर्नु पर्ने, तपाईँ चाहिँ केराको दाना चाहिँ कोहीले खान पाए छैन, कोहीले चाहिँ डोजर लाएर चाहिँ पुर्न पर्ने केराहरू, त्यस्तो खालको परिस्थिति नआओस्, यसको मापदण्ड होस्। कृषिमा एकदमै भ्रष्टाचार छ। उहाँले भन्नुभयो केरा, अस्ति मैले एउटा केरा बोकेर यो होइन भुइँ मान्छे चाहिँ खान नपाउँछ केरा, तपाईँको 350 रुपियाँ एक दर्जन केराको हेर्नुहोस् है। अनि मैले केरा है उ गरेर खिच्दाखेरि अब कतिले त्यो विरोध गर्नु, केरा बोकेर नि भाइरल भयो हेर्नुहोस्। अनि त्यसपछि गएर अनि त्यो मैले के भन्न खोजेँ भने त्यो चाहिँ कस्तो भने त्यो 65 रुपियाँ दर्जन पर्ने केरा कृषकले जम्मा 65 रुपियाँ भन्दा पाएको हुँदैन। त्यो बिचको पैसा चाहिँ कसले खायो त? अनि एकदम हामी चाहिँ नोसा लागेको हाम्रो कृषकहरूलाई, टु बी अनेस्ट भन्नुभयो है, मलाई एकदम माफ गरिदिनु होला। कस्तो कुरामा नसा लाग्यो भने आज रोपेर तपाईँलाई भोलि नै यत्रो बनाएको काउली चाहिएको छ हेर्नुहोस्, चाहिएको छ। कस्तो ड्रग भन्छ नि, मान्छेले खाएपछि खाउँ लाग्ने होइन, त्यो एकदम आजको भोलि नै एकदमै धेरै छिटो फलाउनु पर्ने त्यस्तो खालको रासायनिक तपाईँको चाहिँ त्यो माटोको माया छैन। हेर्नु, माटोको माया छैन, फल छिटो फलेर बेच्न पाए भयो। त्यो माटोलाई जोगाइराखे हाम्रो अस्तित्व जोगिन्छ। माटोलाई जोगाइराखे पछिको हाम्रो पुर्खालाई, जो हामी पछिको जुन सन्ततिहरू हुन्छ उहाँहरूलाई पनि यो माटो चाहिन्छ भन्ने कुरा चाहिँ कृषकमा पनि त्यो जनचेतनाको जरुरत छ। र जनचेतनामूलक कार्यक्रममा कृषिमा त झन् छँदै छैन हेर्नुहोस्, मैले त देखेकै छैन टु बी अनेस्ट भन्दाखेरि। सबैजना मैले रासायनिकलाई नै भन्छु भनेर बसेको थिएँ, तर हाम्रो जो मान्यज्यू राजीव खत्रीज्यूले भन्नुभयो कि रासायनिकलाई हामीले प्रोत्साहन गर्नुहुन्न होइन। हो, उहाँले एकदमै राम्रो कुरा गर्नुभएको छ। अनि तर प्राङ्गारिकको पनि त नि हाम्रो त फ्याक्ट्री त चाहियो नि होइन। गोलभेडा कुहिएर गएको छ, एउटा चिस्यान केन्द्र छैन तपाईँको हेर्नुहोस्, कोल्ड स्टोर छैन तपाईँको चाहिँ गोलभेडा लगेर के अरे बाटोमा। अहिले त अझ कम भएको छ हाम्रो अब नयाँ सरकार आइकन। हामीले त अझ उहाँ पहिला मिडियामा हुनुहुन्थ्यो, कति राख्नुभयो हजुरले, गोलभेडा फालेको, उता दुध फालेको, तपाईँको उता चाहिँ होइन केरा चाहिँ अस्ति चाहिँ उसले हालेर मान्छेले केरा खान पाएको छैन, उहाँलाई के अरे पुरी राखेको केरा, जमिन मुनि गाडी राखेको होइन। यस्तो देख्दा त कस्तो लाग्छ नि त, दुधहरू खन्याइराखेको तपाईँको चाहिँ बाटोमा होइन। त्यही भएर चाहिँ के भन्दा चाहिँ एउटा स्टोरेज तपाईँको एकदम यो चाहिँ नितान्त हरेक पालिकामा चाहिँ एउटा स्टोरेज चाहिँ हुनु पर्यो। दुधको तपाईँको होइन खाद्य जुन गोलभेडाहरू छ तपाईँको गोलभेडाबाट तपाईँको चाहिँ टमाटर त के छ बनाउन मिल्छ होइन, त्यसलाई चाहिँ विभिन्न कुरामा त्यसलाई चाहिँ प्रोत्साहन गर्न मिल्छ होइन। यस्तो कुराहरू चाहिँ मलाई एकदमै त्यो परिरहेको थियो। हजुरहरूले प्रायः सबै भनिसक्नु भएको छ। मल फ्याक्ट्री चाहिँ अब हामी हरेक पल्ट हामी बैठक बस्छौँ। अब त्यो 1 वर्षसम्म त अझ 5 वर्षसम्म त त्यो बैठक कतिपल्ट बस्छौँ होला, हामी गनेर नि भ्याउँदैनौँ। तर त्यो बैठक बसेर यो चाहिँ आउनु पऱ्यो क्या, नीतिमा जानु पऱ्यो, कार्यान्वयन हुनु पऱ्यो होइन भने यो बैठक बसे अर्थ नै छैन होइन। हामी भुक्छौँ त्यो त गएर त्यो अब त्यो एकआसी त्यो हुन्छ, कार्यान्वयन हुनु पऱ्यो, नीति हुनु पऱ्यो। कहाँ चाहिँ नीतिले रोकेको छ, अङ्कुश लाएर राखेको छ, त्यो कार्यान्वयन हुनु पऱ्यो। किन भन्दा यति पीडामा छ चाहिँ तपाईँको कृषक पनि कस्तो कृषक चाहिँ पीडामा छ नि, जो भुइँ मान्छे कृषक छ। यस्तो पनि देखाएको छु मैले, एउटा घरमा 5 बोरा तपाईँको चाहिँ युरिया मल छ होइन, मल छ। जो चाहिँ कृषक होइन 5 बोरा 10 बोरा छ उसको घरमा, जो रियल कृषक हो उसको घरमा 1 बोरा छैन हेर्नुहोस् होइन। जो सहकारी रूपमा चाहिँ सहकारीबाट वितरण गरिन्छ कार्डको रूपमा चाहिँ जोसँग कार्ड छ, हातमा कार्ड छ, उसले चाहिँ पायो, मल पायो। जो वास्तविक चाहिँ कृषक हो, जो भुइँ मान्छे हो, उसले अहिलेसम्म 1 बोरा मल पाउनलाई तपाईँको कति घन्टा चाहिँ लाइनमा बस्नुपर्छ हेर्नु त, बिजोग छ। अनि त्यही भएर म के भन्न चाहन्छु भने
हाम्रो नयाँ हामी नयाँ म त अब यो वास्तवमा भन्नुपर्दा म राजनीतिकमा आउँछु भनेर कल्पना पनि नगरेको मान्छे होइन। म त एक भुइँ मान्छेको आवाज नै बोकेर हिँडिरहेको थिएँ। यही क्रममा अब आउनु पर्यो, मेरो बाध्यता अथवा मेरो यो माथिबाट लेखेको कुरा होला होइन। अनि आएँ म, अनि आउँदाखेरि चाहिँ कस्तो भन्दा चाहिँ यहाँ धेरै समस्याहरू पहिलेदेखिबाट म एज सामाजिक अभियन्ता भएर हिँड्दाखेरि धेरै समस्याहरू हामीमा आउँथ्यो र ती समस्याहरू चाहिँ हामी फेसबुकबाट मात्रै लेख्थ्यौँ। अब कहीँ अब जाँदाखेरि दुवादस पर्थ्यो, झगडाहरू पनि पर्थ्यो होइन, किन यस्तो गर्यो, किन यस्तो बेइज्जती भयो। अनि यहाँ तपाईँको यो कृषिमा एकदमै सबैभन्दा भ्रष्टाचार र बिचौलिया अनि यो बेइज्जती केमा छ भन्दा कृषिमा छ क्या हजुर। कृषिमा एकदमै भ्रष्टाचार छ। उहाँले भन्नुभयो केरा, अस्ति मैले एउटा केरा बोकेर यो होइन भुइँ मान्छे चाहिँ खान नपाउँछ केरा, तपाईँको 350 रुपियाँ एक दर्जन केराको हेर्नुहोस् है। अनि मैले केरा है उ गरेर खिच्दाखेरि अब कतिले त्यो विरोध गर्नु, केरा बोकेर नि भाइरल भयो हेर्नुहोस्। अनि त्यसपछि गएर अनि त्यो मैले के भन्न खोजेँ भने त्यो चाहिँ कस्तो भने त्यो 65 रुपियाँ दर्जन पर्ने केरा कृषकले जम्मा 65 रुपियाँ भन्दा पाएको हुँदैन। त्यो बिचको पैसा चाहिँ कसले खायो त होइन। देख्दाखेरि सानो छ, सानो कुरा हो, तर त्यसमा धेरै कुरा जोडिएको हुन्छ नि होइन। जुन हाम्रो अघि मान्यज्यूले पनि भनिसक्नु भएको छ, कस्तो मजाले उहाँले एक्सप्लेन गरेर सक्नु भएको छ। अनि अर्को कुरा के भन्दा चाहिँ अनि एकदम हामी चाहिँ नोसा लागेको हाम्रो कृषकहरूलाई, टु बी अनेस्ट भन्नुभयो है, मलाई एकदम माफ गरिदिनु होला। कस्तो कुरामा नोसा लाग्यो भने आज रोपेर तपाईँलाई भोलि नै यत्रो बनाएको काउली चाहिएको छ हेर्नुहोस्, चाहिएको छ। कस्तो ड्रग भन्छ नि, मान्छेले खाएपछि खाउँ लाग्ने होइन, त्यो एकदम आजको भोलि नै एकदमै धेरै छिटो फलाउनु पर्ने त्यस्तो खालको रासायनिक तपाईँको चाहिँ त्यो माटोको माया छैन। हेर्नु, माटोको माया छैन, फल छिटो फलेर बेच्न पाए भयो। त्यो माटोलाई जोगाइराखे हाम्रो अस्तित्व जोगिन्छ। माटोलाई जोगाइराखे पछिको हाम्रो पुर्खालाई जो हामी पछिको जुन सन्ततिहरू हुन्छ उहाँहरूलाई पनि यो माटो चाहिन्छ भन्ने कुरा चाहिँ कृषकमा पनि त्यो जनचेतनाको जरुरत छ। र जनचेतनामूलक कार्यक्रममा कृषिमा त झन् छँदै छैन हेर्नुहोस्, मैले त देखेकै छैन टु बी अनेस्ट भन्दाखेरि। यो चाहिँ हुनैपर्छ जनचेतनामूलक, प्राङ्गारिक मललाई महत्त्व राख्नु पर्यो कृषकले भनेर जनचेतनामूलक कार्यक्रम चाहिँ हामीले राख्नु पर्यो। सभापतिज्यू, म तपाईँलाई हार्दिक अनुरोध गर्न चाहन्छु र यसमा आशिका तामाङ लगायत हाम्रो जो राष्ट्रिय स्वतन्त्र पार्टीको जति पनि हुनुहुन्छ मान्यज्यूहरू, उहाँहरूको फुल सपोर्ट होइन। कहाँ कसरी लाग्छ होइन, हामी त चाहिँ म भन्छु हामी कोही पनि सांसदज्यूहरू चप्पल पड्काएर सिंहदरबार छिरेको होइन कि, हामी आफ्नो आफ्नो हैसियतले छिरेर आएको होइन, त्यो भन्न चाहन्छु। र पहिला जे थियो अब थियो होइन, पहिलाको जस्तो चाहिँ दुध फाल्न पर्ने, तपाईँको चाहिँ गोलभेडा चाहिँ पुर्नु पर्ने, तपाईँ चाहिँ केराको दाना चाहिँ कोहीले खान पाए छैन, कोहीले चाहिँ डोजर लाएर चाहिँ पुर्न पर्ने केराहरू, त्यस्तो खालको परिस्थिति नआओस्, यसको मापदण्ड होस् र नीति नियम कहाँनिर अल्झेको छ हामीलाई भनिदिनु होला। हामी तपाईँहरू जस्तो विज्ञ छैनौँ होइन। यहाँ चाहिँ अर्का छ, हामी सबैजना मिलेर यसमा चाहिँ हामीले पुस गर्दाखेरि चाहिँ कृषकलाई राहत पुग्छ होइन। त्यस्तो खालको नीति नियम कहाँ छ, हामी एकदम सपोर्ट जस्तो तर्फबाट पनि हामी लाग्न तयार छौँ। हामी होइन जहाँ बोलाउनुहुन्छ मिटिङ बैठक अथवा चाहिँ कहाँ के बोलाउँछ हामी आफ्नो स्वस्फूर्तले चाहिँ हामी आउन तयार छौँ भनेर भन्न चाहन्छु। र साथै यही छ, लगभग सबै मान्यज्यूले भनिसक्नु भएको छ। म त के राख्छु, मेरो मुख्य माग भनेको चाहिँ मल, प्राङ्गारिक मलको चाहिँ तपाईँको मल फ्याक्ट्री खोलिनु पर्यो नेपालमा हुनु पर्यो। अब विदेशमा हामी कति चाहिँ त्यो आश्रित भएर बस्ने के, आश्रित हुने पनि एउटा अस्ति नै त गुन्द्रुक पनि तपाईँको चाहिँ विदेशबाट ल्याएर हेर्नु त कति 30-36 करोड हो कि कतिको त गुन्द्रुकै चाहिँ बाहिरबाट चाहिँ इम्पोर्ट गरेर, चाइनाबाट इम्पोर्ट गरेर खानु परिरहेको छ। हो यस्तो कुराहरू चाहिँ एकदमै यो चाहिँ बेइज्जती नै हो भन्न चाहन्छु। यहाँको कृषक मरिरहेको छ, यहाँको गुन्द्रुक चाहिँ उसले तपाईँको गाईबस्तुले खाएर भइरहेको छ, हामी चाहिँ चाइनाको गुन्द्रुक ल्याएर खानु परिरहेको छ होइन। यो त एकदम चरम बेइज्जती हो नि। यो कुराहरू चाहिँ अन्त्य हुन पर्यो भन्न चाहन्छु। र यही मल बिउ बिजनको कुरा हजुरहरूले बुझ्नु भइहाल्यो। अनि प्लस चाहिँ बजारीकरण राम्रो हुनु पर्यो, व्यवस्थापन हुनु पर्यो, प्लस चाहिँ बिचौलियाको एकदमै अन्त्य होइन, न्यून 0% के शून्य हाम्रो उ छ नि, शून्य सहनै नसक्ने त्यो हो, त्यसमा पुग्नु पर्यो हाम्रो चाहिँ यो 0 टोलरेन्समा पुग्नु पर्यो। यो कोही पनि बिचौलिया हुनु भएन। बिचौलियाले नि ओहो
अब त हामी त काम गरेर खानुपर्छ है भन्ने त्यो खालको मानसिकता चाहिँ हामीले उहाँहरूलाई चाहिँ प्रेरित गर्नु पर्यो। र जुन एउटा नशामा डुबिरहनु भएको छ कृषकज्यूहरूलाई उहाँलाई पनि जनचेतनामूलक कार्यक्रम लिएर आएर चाहिँ अब चाहिँ हामी प्राङ्गारिक मललाई फोर्स गर्ने भनेर बरु हप्तामा बैठक यहाँ पनि बस्न एकदम इम्पोर्टेन्ट छ। बरु यहाँ छुट्याएर हामी जाने फिल्ड भिजिट गर्ने, जबसम्म हामी फिल्डमा जाँदैनौँ, जबसम्म हामी आफ्नो भूगोलमा जाँदैनौँ, तबसम्म जति नै बैठक बसे पनि त्यसको औचित्य रहँदैन। त्यही भनेर म भन्न चाहन्छु। ल हस्, धन्यवाद। यति हो मेरो उहरू। हस्, धन्यवाद। धन्यवाद माननीय सदस्यज्यू।